कविताको शीर्षक छ डर। हेर्दा लाग्छ नक्सा देशको हिमाल पहाड त्राईको श्रृङ्गारमा, रगतको रेखा छ अझै पनि शान्तिको नीलो आकाशमा, बनेको छ कालो धुवाँसरी, वर्षा नहुँदा पनि आँसु बर्सिरहेछ। हिजो अधिकारका लागि क्रान्ति, आज आन्दोलन अधिकार भन्दै ढुङ्गा र लाठीले बन्द गराइरहेछ। आगोले घर जलाइरहेछ, बन्दुकले मुना भाँचिरहेछ। सडक र साँघुरो कोठामा पसिना र साहसको सन्धिमा टाँसिएर भोलिको लागि बाँच्न डर लागिरहेछ। फेरि पनि युद्धको सङ्केत हो कि कसैको मौनता षड्यन्त्रको जाल? संविधानमा त लेखिएको छैन, तर टाँसिएको छ डर हरेक नागरिकको हृदयमा। फेरि पनि इसाराको प्रयोगले सपना देखाइँदैछ, सत्य बोल्न खोज्दा आवाज दबाइँदैछ, र त डर लागिरहेछ। न आफ्नै सासबाट न आफ्नै बासबाट सुरुवात के भएको छ र? न गौरव आत्मामा मानवताको श्रृङ्खलाले बाँधिएको सत्य भुलेका छन्। आफ्नै माटोको छायामा साँचो हृदयको ज्योति कति समय निभी अन्धकार हुन्छ। इमानी र विवेकीले देखेनन् कहिल्यै देशको उज्जवल भविष्यको स्वप्न, त्यसैले अझै डर लागिरहेछ। धन्यवाद।